सम्मको स्क्वायर सम्झिने तरिका स्क्वायर नम्बर यसको वर्ग संख्या कसरी निकाल्ने तपाईलाई जस्तो कि 34 को वर्ग संख्या निकाल भन्यो भने एकदमै गाह्रो हुन्छ त्यसको एकदमै ट्रिकी तरिका म आज सिकाउन गइरहेको छु यसका लागि दुई थरीको तरिका हुन्छ जस्तो कि तपाई 1 देखि 20 सम्मको त यादै गर्नुपर्छ तपाई आइक्यू को विद्यार्थी हो भने 1 देखि 20 सम्मको त 1 4 9 16 25 भनेर एक सासले नै भन्न सक्ने खालको क्षमता राख्नुपर्छ तर त्यो भन्दा माथिको स्क्वायर चाहिँ कसरी सम्झिन्छ त आज म त्यो सिकाउन गइरहेको छु यदि लास्टमा मानिलिउँ 25 35 अथवा 45 55 जस्ता नम्बरहरू छन् र त्यसको चाहिँ स्क्वायर सम्झिनु स्क्वायर चाहिँ एकैचोटीमा जान्न मन छ भने तपाईले यो तरिका प्रयोग गर्न सक्नुहुन्छ लास्टमा 5 आएको अवस्थामा चाहिँ तपाईले हेर्नुस् त एउटा एक्जाम्पल 65 को स्क्वायर कति होला त पछाडीको अंक 5 छ त्यसकारणले 5 को स्क्वायर भनेको 25 पछाडी लेख्नुस् 6 भन्दा ठुलो के छ 7 छ 6 यहाँ छ त्यो भन्दा ठुलो 7 छ 7 6 जा 42 42 हो 42 25 चाहिँ यसको स्क्वायर हो डाइरेक्ट अब एउटा फेरि अर्को बुझाउँछु 85 को स्क्वायर कति हुन्छ त 85 को स्क्वायर भनेको यसको 25 छँदै छ लास्टमा 5 आएको कारणले 8 भन्दा ठुलो 9 छ 8 9 मा कति हुन्छ 72 72 से 25 यसको स्क्वायर चाहिँ 85 को स्क्वायर भनेको 72 से 25 हामीले दिमागमै क्याल्कुलेसन गर्न सक्छौं यो त थियो लास्टमा 5 आउनेहरुको अब 5 आएन र त्यसमा चाहिँ जुनसुकै र्यान्डमली नम्बर छ भनेदेखि त्यसको कसरी पत्ता लगाउनु त हामीले मानिलियो 84 को चाहिँ स्क्वायर पत्ता लगाउनु पर्ने 84 * 84 गरेर 4 ले 4 लाई गुणन गरेर फेरि यहाँनिर आएर फेरि अर्कोनिर आएर फेरि हात लाए त्यो धेरै झन्झटिलो छ 4 ले 4 लाई गर्नु पर्यो 4 ले 8 लाई गर्नु पर्यो 8 ले 4 लाई गर्नु पर्यो 8 ले 8 लाई गर्नु पर्यो फेरि जोड्नु पर्यो त्यो लफडा भन्दा एउटा तरिका सुरुमा चाहिँ तपाईलाई 5-7 वटा हिसाब गर्नुसम्म चाहिँ गाह्रो तरिका हो कि जस्तो लाग्न सक्छ तर बिस्तारै बानी पर्दै गएपछि यो तरिका तपाईलाई एकदमै सहज हुन्छ सोचे भन्दा बढी सहज हुन्छ र तरिका हेर्नुस् है त 84 को स्क्वायर निकाल्नु छ भने हामीले के गर्छौं भन्दाखेरि यहाँ 84 को स्क्वायर छ नि त यो तीनटा अंकलाई एकदम खेलाउँछौं हामीले कसरी खेलाउँछौं त भन्दाखेरि सुरुमा चाहिँ हामीले 4 को स्क्वायर लेखिन्छ सुरुमा त्यसपछि चाहिँ हामीले 8 * 4 * 2 गरिन्छ त्यसपछि चाहिँ हामीले 8 को स्क्वायर लेखिन्छ यति तीनटा विधिबाट सकिन्छ 4 * 4 = 16 भयो एक स्टेप छोड्ने 0 लेखिदिहाल्ने अनि त्यसपछि 4 * 2 = 8 8 8 64 64 लेखिदिहाल्ने त्यसपछि 8 8 64 अब दुईटा स्टेप छोड्ने र 64 लेख्ने जति आयो त्यो नै हाम्रो 8 को स्क्वायर हो 7056 यसको आन्सर हो यो तरिकाबाट हामीले गर्न सक्छौं अब एउटा उदाहरण दिन्छु त्यसपछि तपाईलाई के अब हामी अर्को उदाहरणको रूपमा 37 को स्क्वायर पत्ता लगाउन गइरहेका छौं 37 को स्क्वायर पत्ता लगाउनको लागि सुरुमा 7 को स्क्वायर लेख्ने त्यसपछि 3 * 7 * 2 लेख्ने त्यसपछि 3 को स्क्वायर लेख्ने साथसाथै 49 भइहाल्यो त्यसपछि यहाँनिर चाहिँ 7 * 21 * 42 एउटा स्टेप छोड्ने भनेको छु हैन एउटा स्टेप छोड्ने यहाँनिर चाहिँ फेरि दुईटा स्टेप छोड्ने यो कुरा याद गरिरहनुस् 7 * 21 * 42 42 भनेतिकै 42 त्यसपछि 3 * 9 दुईटा स्टेप छोडिसक्यो ल 9 यति गर्ने बित्तिकै जोड्न पनि सजिलो त्यसपछि गर्न पनि सजिलो 1369 यसको 37 को स्क्वायर हुन्छ